को चाहिँ बाटो बन्छ क्या, जुन यो अहिले जुन यो बिचमा ग्याप हुन्छ, यो अहिले यो अप यो जुन फुल भएपछि यो पानी फुल भएपछि जुन यो र यसको ग्याप हुन्छ र यो न्युट्रल जोइन हुन पाउँदैन र जुन फ्लड स्विचको चाहिँ जुन माइक्रो स्विच हुन्छ त्यसमा बल हुन्छ अनि त्यसपछि लिभर हुन्छ, जुन लिभरले यहाँ टच गर्दैन र यो अफ भएपछि यो फ्लड स्विच यो उठेर यसरी माथि गएपछि चाहिँ यहाँनिर माथि भएपछि जुन समतल माथि भएपछि चाहिँ अनि अटोमेटिक यो अफ हुने हो। जुन यसरी झर्छ पानी, यसरी पानी घट्दै जाँदा यो पनि फ्लड स्विच तल झरेपछि अनि जुन यो 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 यिनीहरू बिचको यो छुटेको थियो नि, जुन यो स्पेस आएको थियो, ब्रेक भएको थियो, स्विचको जस्तो काम गरेको थियो, अनि यो दुईटा टच हुन्छ र त्यसपछि यो मोटरमा न्युट्रल पुग्छ, यता फेज त आइरहेकै छ, स्विच अनै छ, त्यसपछि त्यसरी काम गर्छ। यो डाइरेक्ट मेन यसरी मेन यहाँ लिएर कमानमा मेन लगेर जुन फेज वायर हुन्छ लगेर यहाँबाट फेज वायर निकाल्न पनि हुन्छ, तर त्यो अलि रिस्क हुन्छ है। मैले चाहिँ धेरै ठाउँमा मैले गरेको छु, तर मैले न्युट्रल दिएको छु होइन, न्युट्रललाई चाहिँ मैले फ्लड स्विचमा दिएको छु। त्यो मेरो हिसाब र मैले गरेको काममा अहिलेसम्म फल्ट आएको छैन, अहिलेसम्म केही आएको छैन, मेरो हिसाबमा यो बेटर छ है। ल हजुरहरूले यसरी बुझ्नु होला। अब यसको मसँग फ्लड स्विच आएपछि र मैले त्यसरी काम परेपछि म हजुरहरूलाई यसको एकदम प्रपर भिडियो, एकदम प्र्याक्टिकल भिडियो चाहिँ हजुरहरूलाई बताउँछु होइन। जुन यो फ्लड स्विचको यो वेट भाग छ, जुन यो कन्ट्रोल गर्ने हो, कति तल झार्ने, कति यो पानी फुल भरिँदाखेरि कहाँसम्म चाहिँ फ्लड स्विच आउन मिल्ने, त्यो हिसाबले यो प्र्याक्टिकलमा यो गर्नुपर्छ। जुन अहिले मैले बनाएको छु वायरिङ भनेको चाहिँ यही हो है। यो मैले बनाएको भिडियो वायरिङ भनेको चाहिँ यसरी गर्दा एकदम प्रपर राम्रो काम गर्छ है। यो कसरी थाहा हुन्छ त तल माथि कुन ब्राउन र ब्लूमा कुनमा कनेक्सन गर्ने भन्दा, एउटा त कमन डाइरेक्ट न्युट्रल आयो, डाइरेक्ट कमन भयो। अब आउटपुट त निकाल्नु पर्यो नि त, यसको आउटपुट कन्ट्रोलको लागि जुन यो सकेटमा जान्छ र अनि मोटर अन अफ हुन्छ होइन। अब चाहिँ के गर्नुपर्छ भने हामीले मल्टिमिटर लिने, हजुरसँग मल्टिमिटर छ भने मल्टिमिटर लिने, मल्टिमिटर ल्याएर एउटा कमन पोइन्टमा यो ब्ल्याक मात्रै दिनु परिनेको कमनमा राख्ने होइन, कमनमा राख्ने र एउटा परब मल्टिमिटरको, त्यसपछि अर्को चाहिँ ठ्याक्क यो ब्लूमा लाएर एकचोटि चेक गर्ने, तल माथि गर्ने, जुन फ्लड स्विच तल डाउन गर्ने, तल अहिले डाउन छ, यसरी माथि गर्ने, भरिएपछि हाम्रो अफ हुनु पऱ्यो नि त। जब डाउन हुँदाखेरि जुन यो फ्लड स्विच को यो दुईटा